हेलो गुड मर्निङ सबैजनालाई। आज चाहिँ म स्वयम्भू घुम्न आँटेको होइन। अब के कस्तो हुन्छ हजुरहरूलाई देखाउँछु मैले। अब चाहिँ म स्वयम्भूको नजिकै पुग्न आँटिसकेँ। यहाँदेखि चाहिँ मन्दिरको टुप्पा मात्र देखेछु। अब वहाँ गए चाहिँ बवाल सब देखाउँछु हजुरहरूलाई। मन्दिर जाने गेट यहाँ देख्यो होइन। अब म यहाँदेखि भित्र छिर्छु। अब म गेटदेखि छिरिसकेँ भित्र। वाउ, जता कतै फोटा खिचिराख्नु के हो, विदेशी पनि आएछ होइन। यता चाहिँ सानो पोखरी रहेछ, त्यही पनि बुद्धजीले पुरा हातदेखि पानी फालिराख्नु भएको। उता चाहिँ बाँदर सुतिरह, क्या मिठो निदाइराख्न होइन यता। अब माथि मन्दिर जान लाग्यो। अब म ब्रोदर चाहिँ खतरा साइक्लिङ गरिराख्नु भयो यस्तो सिँढीमा पनि। मन्दिर पनि पुग्यो। के हो यहाँ चाहिँ भूतहरूको खप्पड राखिराख्ने बुद्धजी वा विदेशीहरू बुद्धजीको फोटा खिचिराख्ने। वाउ, क्या दामी मन्दिर देखिरह होइन। अब यहाँ चाहिँ सबै पूजा गर्नको लागि आइराख्नु भएको सबैजना। जय स्वयम्भूनाथ। एकजना दाइले चाहिँ बाँदरलाई बिस्कुट दिइराख्नु भयो, तर मसँग केही थिएन, मैले केही पनि दिएन। यहाँ चाहिँ सबै बिहान पूजा गर्न आउनुभएको छ होइन, सबैले पूजा गरिराख्नु भएको छ। मलाई चाहिँ मन्दिर हेर्ने धोको थियो, मन्दिर पनि हेरिसकेँ मैले। विदेशीहरू पुरा क्यामेराहरू बोकेर हिँडिराखन्, बाँदरहरूको फोटा खिचिराखन्। अगाडि गएँ म, त्यसपछि परेवादेखि मलाई देख्ने त्यो परेवा पनि भाग्छ होइन। सबै विदेशीहरू पुरा क्यामेरा ल्याएर पुरै फोटा खिचिराखन्। आफूसँग त क्यामेरा नभएर आफू मोबाइलदेखि बनाएर आयो। कोहीसँग दुईवटा क्यामेरा छ। यहाँ चाहिँ विदेशीहरू पूजा गर्न बसिरहन् बुद्धिस्ट लुगा लगाएर। विदेशीहरूले पनि बुद्धिस्ट धर्म मान्दो रहेछन्, पुरा लुगा लगाएर बसिरहन् अब पूजा गर्नलाई। एकजना दाइले बिस्कुट फालिदिनु भयो, बाँदरले टिपेर मुखमा राखेको। अब यहाँ भएको सबै मन्दिरहरू हजुरलाई देखाइसकेँ। यो चाहिँ पानी खानाले बनाइदिएको रहेछ। विदेशीहरूलाई फोटो खिच्न ठिकै छ। सानो बाँदर वा तल झर्दैछ। सबै स्वयम्भू गई चाहिँ फोटो खिच्ने ठाउँ। सबैले यहाँ चाहिँ फोटो खिच्नु भयो। आफ्नो बच्चालाई के गरेर बाँदरलाई देख्ने बित्तिकै भाग्छ पो। पुरा सहर देखिन्छ यहाँदेखि, काठमाडौँ सहर। मैले फोटो पनि खिचाएन, एउटा सेल्फी हान्नु पऱ्यो। सेल्फी हानिसकेँ। मन्दिर पनि घुमिसकेँ। अब म फर्किन लाग्यो। यो विदेशीहरू चाहिँ भर्खर जाँदैछ। कोही विदेशी पूजा गर्न लागिसक्यो, कोही चाहिँ हिँड्न नसकेर अझै बाटोमा छन् होइन। भिडियो पनि अन्तिम हुन लाग्यो र विदेशीलाई